आज च्यालेन्ज के को विषयमा थियो हो के को विषयमा हो र आज चाहिँ मेरो बुढी किन आयो चाहिँ रियलमा आउने रहेछ त्यो यस पिरो कतिको छ पिरो धेरै सहन सकेन भने चाहिँ हामीले खाइन्छ नि 3 2 1 ल गाइस 2 मिनेटमा ओके 2 मिनेटमा है त ल दिनुस् ल Hello guys. Hello. Namaste. Welcome to our channel guys. Yes. आज चाहिँ हामी दाजुभाइ मात्रै छौं. Yes. फेरि धेरै पछि चाहिँ हामी आज दाजुभाइ मात्रै आएको छौं हैन. आज च्यालेन्ज के को विषयमा थियो हो के को विषयमा हो र आज चाहिँ मेरो बुढी किन आएन त भन्दाखेरि चाहिँ किन आज ढाडढान हो क्या. आज चाहिँ मार्केटमा चाहिँ अहिले नयाँ स्पाइसी नुडल्स चलिरहेको थियो हैन. सो यो चाहिँ एकदमै स्पाइसी भएको भएर त्यही भएर उ चाहिँ अलिकति सक्दैन जस्तो कुरा गर्यो. त्यही भएर ठीक छ सक्ने गर नसक्ने नगर हैन. जबरजस्ती छैन. त्यही भएर हामी छौं नि त दाजुभाइ छौं हैन. त्यही भएर अब ल दाजुभाइ मिलेर टक्क एउटा च्यालेन्ज गर्नुपर्छ. मार्केटमा आएको नयाँ नुडल्स देख्न सक्नुहुन्छ यो आएको छ र यसमा चाहिँ तपाईले अर्को गिफ्ट पनि पाउनुहुन्छ. तर चाहिँ रियलमा आउने रहेछ त्यो यस पिरो कतिको छ पिरो धेरै सहन सकेन भने चाहिँ हामीले खाइन्छ नि. च्यालेन्जमा आज के हो त च्यालेन्ज भन्दा चाहिँ हामीले दुईजना दाजुभाइ मिलेर यो नुडल्स छ नि यो नुडल्सलाई हामीले 2 मिनेटमा सकाउने प्रयास गर्दैछौँ. ओके बाबु के छ रेडी हो? रेडी नै हो. 2 मिनेट्समा हामीले सकिन्छ त यो दुईजना मिलेर सायद सकिन्छ पनि होला. किनकि यो प्याकेजमा जतिवटा थियो यो प्याकेजमा जतिवटा नुडल्स थियो त्यतिवटा नै हामीले चाहिँ टोटली पुरै बनाएको 5 पिस. म स्टार्ट गरेर यहाँ थप गराइदिन्छु. भाइले मलाई टाइम हेर्दै गर्दै गर्छन्. 3 2 1 ल गाइस 2 मिनेटमा ओके 2 मिनेटमा है त ल दिनुस् ल पिरो लाग्यो ह. सुरुमा तिखै पिरो थियो. कता पिछाडा पोल्ने हो के त Sorry. 33 34 35 36 7 yo 10 minutes fast it's 52 55 5 seconds. 2 minutes. हट तेरेगा. हुन्छ यतिले तर मेरो भागमा परेको मैले भ्याइदिएको
के गर्ने तर दुईजना मिलेर गरेको च्यालेन्ज पुरा भएन हुनु त 18 मात्रै के 18 मात्रै के त्यति मात्रै के एक गाँस हट त्यो गाइस त्यतिले पनि हामी हार्यौँ तर दामी थियो हैन अरु चौचौ भन्दा यो चाहिँ अलि मलाई उयो लाग्यो के भन्छ त्यसलाई नुडल्स के नुडल्स के के रे त्यो के भन्छ त्यसलाई भिजेको टाइपको के सफ्ट अरु त कक्राक्क हुन्छ नि तर यो पनि थिएन के त्यस्तो यो एकदम सल्ल गइरहेको थियो के आड्केन के आड्केन होइन अड्केन के अड्केन ठ्याक्क त्यही बेला डकर आयो नि त भला त्यही भएर होइन राम्रो लाग्यो मलाई किनभने हामीले चाहिँ म्याक्सिमम पहिला खाएको चौचौ भन्दा यो चाहिँ एकदम सल्ल गयो जस्तो लाग्यो नुडल्स के नुडल्स के गर्ने बानी परेको अनि के हाम्रो पहिलाको भिडियो के एकदम साँच्चै राम्रो रेस्पोन्स पहिलाको चाहिँ 3 बाइट्स च्यालेन्जमा त धेरै रेस्पोन्स राम्रो दिनुभयो त हजुरहरूले त्यसको लागि मुरी धन्यवाद सो अझै पनि माया गर्नुहुन्छ भने अपेक्षा राख्दै हामीले नयाँ कुराहरू लिएर हजुर सामु प्रस्तुत हुने नै छौँ आउने दिनमा पनि अहिले पनि भइरहेको छौँ र सोचेको थिएन चाहिँ हजुरले त्यति धेरै माया दिनुहुन्छ भनेर खुसी लाग्यो धन्यवाद त्यसको लागि फेरि पनि धेरै धन्यवाद र फेरि हामी नेक्स्ट च्यालेन्ज लिएर आउनेछौँ हजुरले त्यति जेनसम्म यो भिडियो सँगसँगै अरू भिडियो पुरानो पनि यसो खोज्नुहोस् त त्यहाँ पनि कति राम्रो छ भिडियोहरू त्यो हेरिदिनु होला साथ दिनु होला माया अझै पनि बढी गरिदिनु होला भन्दै अहिलेको हामी यो भिडियोबाट बिदा माग्न चाहन्छौँ आजलाई यति गाइस यो लाइक शेयर अनि सब्स्क्राइब गरिदिनु होला तपाईहरुको साथीभाइ छरछिमेक आफ्नो मान्छेहरूलाई पनि प्लिज शेयर गरेर ल यसो हेरिदिनुस् त कति रमाइलो छ भनेर कुराहरू गरिदिनुस् यस्तै गरी मायाहरू अझै बढाइदिनु होला र अहिलेलाई चाहिँ बाइ बाइ हामी मिल्दै छौं फेरि नेक्स्ट भिडियोमा बाइ बाइ अब